नमस्कार, शुभ बिहानी सम्पूर्ण देशप्रेमी नेपाली दाजुभाइ दिदीबहिनीहरू र विशेष गरेर फेसबुक र सामाजिक सञ्जालहरू प्रयोगकर्ता युवावर्गहरू। अहिले नेपालमा एउटा यस्तो विकृति फैलिरहेको छ जुन फेसबुकको कारणले गर्दाखेरि चाहिँ यस्तो समाज बन्दैछ नेपाली समाज, त्यो तपाईँ हामीले सोचेको भन्दा अलिक भिन्न किसिमले अगाडि बढिरहेको छ। नेपाली समाजले नपच्ने र नसुन्न नचाहने र प्रयोग नहुने शब्दावलीहरू प्रयोग गरेर चाहिँ कसैलाई सपोर्ट गर्दै गर्दाखेरि र कसैलाई विरोध गर्दै गर्दाखेरि त्यस्तो शब्दावलीहरू प्रयोग भइरहेको देखिन्छ धेरै नै सामाजिक सञ्जालहरूमा जताततै। म तपाईँलाई यो अनुरोध गर्न चाहन्छु कि हाम्रो नेपाली समाजले नपच्ने खालको कुनै पनि कमेन्टहरू, कुनै पनि शब्दहरू प्रयोग गरेर सामाजिक सञ्जालमा भ्युजको नाममा, भाइरल हुनेको नाममा र कसैलाई सपोर्ट गरेको नाममा यी यस्ता कुराहरू तपाईँहरूले आजदेखि बन्द गर्नु होला, मेरो अनुरोध छ। तपाईहरूले कसैलाई विरोध गरेर कमेन्ट गर्दै गर्दाखेरि, कसैलाई विरोध गरेर बनाउँदै गर्दाखेरि त्यो भिडियो पोस्ट गर्नुभन्दा अगाडि तपाईँले रिड गरेर एकचोटि सुन्नु होला र तपाईँले त्यो लेखेको कमेन्टहरू, तपाईँले बोलेको त्यो शब्दहरू तपाईँ घर परिवारसँग, तपाईँको आफन्तसँग, तपाईँको चेलीबेटीसँग, तपाईँको बुवा आमासँग, दाजुभाइसँग सँगै बसेर सुन्न सक्नुहुन्छ कि हुन्न। त्यो शब्दहरू तपाईँको घर परिवारलाई, तपाईँको आमामाथि, तपाईँको बहिनीमाथि, तपाईँको बुवा मम्मीमाथि, तपाईँको दाजुभाइमाथि प्रयोग हुँदाखेरि तपाईँहरूले सुन्न सक्नुहुन्छ कि हुन्न, त्यो कुराहरू ख्याल गर्नु होला। सामाजिक सञ्जालमा कसैलाई विरोध गर्न पाउने निश्चय अधिकार छ। सबैले एकै खालको मान्छे मन पराउँछ भन्ने होइन, एउटै नेता, एउटै पार्टी, एउटै जाति मन पराउँछ भन्ने होइन, एउटै धर्म मन पराउँछ भन्ने हुँदैन। मान्छेको व्यक्ति पछि फरक फरक किसिमको कुराहरू मनपर्छ, सङ्गतहरू मनपर्छ, फरक फरक विचारधाराको व्यक्तिहरू मनपर्छ। त्यो सामान्य कुरा हो र तपाईँले कुनै पनि व्यक्ति, पार्टी र व्यक्तिको भिजनलाई मन पराउनु तपाईँको नैसर्गिक अधिकार हो, तपाईँले पाउनुहुन्छ। सपोर्ट पनि गर्न पाउनुहुन्छ, विरोध पनि गर्न पाउनुहुन्छ। यो नेपालको लोकतान्त्रिक अधिकार हो, तपाईँको नैसर्गिक अधिकार हो। तर तपाईँले कसैको सपोर्ट गर्दै गर्दाखेरि, तपाईँले विपक्षलाई विरोध गर्दै गर्दाखेरि चाहिँ तपाईँले प्रयोग गरेको शब्दहरू चाहिँ के कस्तो छ त, त्यो शब्दहरूले भुलि गएर नेपाली समाजलाई कुन दिशातिर डोराइरहेछ भन्ने कुरा गहन विषयको रूपमा अहिले उठ्न आएको छ। अहिले सामाजिक सञ्जालमा प्रायः जसो फेसबुक खोलेर हेरिसकेपछि सही सकारात्मक कुराभन्दा बढी कसैको पक्ष पोषण गरेर नकारात्मक कुरा, नकारात्मक शब्द, सँगै बसेर फ्यामिली, घर परिवार, दाजुभाइ दिदीबहिनीहरूसँग सुन्न नसक्ने कुरा, बुवा आमासँग बसेर सँगै पढेर वाचन गर्न नसक्ने कुरा, यस्ता कुराहरू बढी सामाजिक सञ्जालहरूमा प्रयोग भएको अत्याधिक देखिन्छ। अहिलेको समाज भनेको 21औं शताब्दीको समाज र पढे लेखेको समाज भनेर तपाईँ हामीले भन्दै गर्दाखेरि, अहिलेको समाज बुद्धिजीवी सर्कलको भन्दै गर्दाखेरि के अहिलेको पढे लेखेको युवावर्गहरूले, पढे लेखेको समाजले प्रयोग गर्ने भाषा शैली यिनै हो। सँगै बसेर आफन्तहरूसँग बसेर पढ्नै नसक्यो, सुन्नै नसकियोस्, विरोध गर्नको लागि के असभ्य भाषा प्रयोग गर्नुपर्छ, असभ्य शब्द नै बोल्नुपर्छ भन्ने हुन्छ। विरोध गर्नको लागि पाइन्छ, तर विरोध गर्नको लागि सभ्य तरिकाले पनि त विरोध गर्न सकिन्छ। सभ्य शैलीहरू पनि त त्यहाँ भेटिएला विरोधमा। विरोध गर्नुको मतलब चाहिँ गाली गलौज गर्नु नि हो, अरूलाई नकार्नु नि हो, अरूको बदनाम गर्नु नि हो। विरोध गर्नुको मतलब चाहिँ यो कुरा हामीले ख्याल गर्न आवश्यक छ। र अर्को कुरा, अहिले आएको जुन प्रविधि छ, जो प्रविधि प्रयोग गरेर चाहिँ कुनै पनि व्यक्तिको टोल बनाउनु, कुनै पनि व्यक्तिको चाहिँ विभिन्न एआईद्वारा उसको फोटोहरू, उसले बोलेको कुराहरूलाई कन्भर्ट गरेर उसलाई टोल बनाउन, उसको विजेत गर्न, उसले बोलेको छोटो छोटो क्लिपहरू काटेर उसलाई चाहिँ बदनाम गर्नको निम्ति प्रयोग गर्नकै निम्ति यो एआईहरू र अहिलेको यो प्रविधिहरू आएको हो। यसको सदुपयोग गर्नको लागि आएको हो कि यसलाई चाहिँ दुरुपयोग गर्न आएको हो। अहिले नेपाली समाजमा जति पनि सही कुराहरूलाई चाहिँ मिसयुज गर्ने काम धेरै भइरहेको छ। यो कुराहरू तपाईँहरूले रोक्न आवश्यक छ। यो कुरा हुनु हुँदैन। अनि मात्रै हामी सभ्य र शिक्षित भएको युवावर्ग भनेर ठानिनेछौँ। त्यसैले गर्दाखेरि तपाईँहरूलाई मैले कुनै पनि व्यक्तिको विरोध नगर्नु, कुनै व्यक्तिप्रतिको नकारात्मक कुरालाई आवाज बुलन्द नगर्नु भन्न खोजेको होइन। तपाईँहरूले कुनै पनि पार्टी, व्यक्ति, पङ्क्तिलाई विरोध गर्दै गर्दाखेरि कमसेकम तपाईँले बोलेको शब्द, तपाईँले लेखेको कमेन्टहरू, स्ट्याटसहरू
चाहिँ तपाईको फ्यामिलीसँगै बसेर तपाईको बुवा आमासँग तपाईको चेलीबेटीसँग तपाईको दाजु दिदीसँग तपाईको छोराछोरीसँग बसेर कमसे कम सुन्न सकिने खालको पढ्न सकिने खालको र आफ्नो घर परिवारले पनि त्यो शब्द पस्ने खालको चाहिँ लेख्नु होला। विरोध गर्दाखेरि भिडियोहरू बनाउँदाखेरि त्यो किसिमको शब्दहरू प्रयोग गर्नु होला भन्न म चाहन्छु।